हालेलुया। हुन्छ, सर्वप्रथम हाम्रो परमेश्वर पितालाई धन्यवाद भएको होस्। आदरणीय एल्डर बाआमा, सम्पूर्ण डिकनज्यूहरू, लिडर्सज्यूहरू, आमा बुवा, दाजुभाइ, दिदीबहिनी अनि सम्पूर्ण सानो सानो नानीहरू, हाम्रो सम्पूर्ण कोयर झुन्ड, यहाँहरू सबैजनालाई हाम्रो उद्धारकर्ता प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। प्रथम त म परमेश्वरलाई धन्यवाद दिन्छु अनि धेरै धेरै धन्यवाद आजको सञ्चालिका प्रभुको छोरीलाई, अनि विशेष गरिकन म धन्यवाद दिन चाहन्छु हाम्रो दोया दाईहरूलाई पनि। आज यो अति नै सुन्दर समय मलाई दिनुभयो परमेश्वरद्वारा अगुवाई भइकन। अनि म ढिला नगरिकन हजुरहरू माझमा आजको यो भजन सङ्ग्रह पाठलाई म अनि अध्ययन गर्न गइरहेको छु। विशेष गरिकन हामी जहिले पनि हामीलाई थाहा छ र मैले भनेको पनि छु र हामी भन्ने पनि गर्छौँ कि भजन सङ्ग्रह पाठ चाहिँ हामी किन गर्छौँ भन्दाखेरि चाहिँ हामी आफूले आफूलाई तयार पार्नका लागि, हालेलुया, आफूले आफूलाई तयार पारेर हामी आराधना, स्तुति, प्रशंसाभित्र छिर्नका लागि चाहिँ हामी भजन सङ्ग्रह पाठ गर्छौँ। र भजन सङ्ग्रह भजनको सङ्ग्रह हो जहाँ चाहिँ हामी परमेश्वरको प्रशंसाको कुरोहरू हामी पाउँछौँ है। त्यही कारणले गर्दाखेरि आज चाहिँ मैले भजन सङ्ग्रह 148 अध्यायको स्याम 148 हजुर सबैजनाले निकाल्न सक्नुहुन्छ। भजन सङ्ग्रह 148 अध्यायको 1 देखि 12 पदहरू म अध्ययन गर्न गइरहेको छु। म धेरै व्याख्या गर्ने छैन किनकि एकदमै सरल शब्दहरू छ, तपाईँहरूले बुझ्न सक्नुहुन्छ। र भजन सङ्ग्रह 148 को 1 अध्यायभित्र एक पदभित्र छिर्न जानुभन्दा अगाडि यहाँ शीर्षकमा यसो लेखिएको छ, सारा विश्वलाई परमेश्वरको प्रशंसा गर्ने आह्वान है। हामीले शीर्षकमै देख्दै गर्दाखेरि अति सुन्दर शीर्षक छ जहाँ चाहिँ सारा विश्वलाई नै परमेश्वरको प्रशंसा गर्ने आह्वान भनेपछि आज विश्व ब्रह्माण्ड सृष्टि गर्ने हाम्रो परमेश्वरमा चाहिँ आज जति पनि विश्वमा रहेका यावत थोक सबै कुरोले चाहिँ उहाँको प्रशंसा गर्नुपर्दछ भन्ने कुरो हामी थाहा पाउँछौँ। र म पढ्नेछु भजन सङ्ग्रह 148 को 1 ले यसो भन्दछ, हालेलुया, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर है त। आज परमेश्वर चाहिँ सर्वभौम हुनुहुन्छ। परमेश्वर चाहिँ आज पृथ्वीमा मात्र होइन, परमेश्वर चाहिँ सारा ब्रह्माण्डभित्र हुनुहुन्छ है। अनि यहाँ पदले भने अनुसार नै चाहिँ आज स्वर्गमा परमेश्वर हुनुहुन्छ र स्वर्गबाट पनि परमेश्वरको प्रशंसा भएको कुरोहरू, अनि उच्च स्थान जहाँ चाहिँ परमेश्वर बास गर्नुहुन्छ, जहाँ चाहिँ परमेश्वर रहनुहुने, जहिले पनि हामी उचाल्ने चाहिँ परमेश्वरलाई चाहिँ त्यो उच्च स्थानहरूमा हो, त्यहाँबाट पनि परमेश्वरको प्रशंसा होस्, प्रशंसा गर। र 2 ले भन्दछ, हे उहाँको स्वर्गीय दूतगण उहाँको प्रशंसा गर, हे उहाँको सारा स्वर्गीय सेना उहाँको प्रशंसा गर। हेर्नुहोस्, मैले अघि पनि भने हाम्रो परमेश्वर चाहिँ सर्वभौम हुनुहुन्छ है। आज हामी माझमा मात्रै हुनुहुन्न, परमेश्वर चाहिँ स्वर्गमा, पृथ्वीमा, सारा लोकमा, किनभने उहाँ एकै मात्रै परमेश्वर जसले चाहिँ ब्रह्माण्ड सृष्टि गर्नुभयो। ब्रह्माण्डमा रहेको हरेक थोक सृष्टि गर्नुहुने उहाँ हुनुहुन्छ भने उहाँको प्रशंसा चाहिँ यी सबै कुरोहरूबाट हुनुपर्दछ। र 3 ले भन्दछ, हे सूर्य र चन्द्र उहाँको प्रशंसा गर, हे चम्किला तारा उहाँको प्रशंसा गर। हेर्नुहोस् त, आज परमेश्वरले सृष्टि गर्नुभएको ती सूर्य, ती तारा है, त्यो चन्द्रमा, यी सबै कुरोहरू उहाँले नै सृष्टि गर्नुभएको भनेपछि ती थोकहरूबाट पनि परमेश्वरको प्रशंसा हुनुपर्दछ भन्ने कुरा हामी यहाँ थाहा पाउँछौँ है। कसरी चाहिँ आज हामी सूर्यबाट चाहिँ परमेश्वरको प्रशंसा र महिमा हुँदैछ, कसरी चाहिँ चन्द्रमाबाट हुँदैछ, ताराहरूले कसरी प्रशंसा गर्दैछ भन्ने कुरो यदि हामी प्रश्न उठ्दैछ भने हामीलाई थाहा छ चन्द्रमाले हामीलाई शीतलता दिन्छ, हालेलुया, जब चम्किलो प्रकाश दिन्छ त्यहाँबाट परमेश्वरको प्रशंसा हुँदैछ। जसरी ताराहरू चम्किरहेका हुन्छन् है, लाखौँ करोडौँ ताराहरू, त्यहाँबाट परमेश्वरको प्रशंसा भइरहेको छ। यसै गरेर आज सूर्यबाट चाहिँ के भइरहेको छ, तेजिलो ताप हामीलाई तातोपन पनि दिएका छन्, अनि यसै गरेर त्यसले चाहिँ एउटा उज्यालोपन पनि दिएको छ। यी सबै कुरोहरूबाट परमेश्वरको प्रशंसा भइरहेको कुरोहरू हामी थाहा पाउन सक्छौँ, हालेलुया। तर परमेश्वरले चाहिँ यी थोकहरू सृष्टि गर्नुभयो जहाँबाट चाहिँ परमेश्वरको यी सबै कुरोहरूबाट परमेश्वरको प्रशंसा हुनुपर्छ भने आज तपाईँ हामी परमेश्वरले सृष्टि गर्नुभएको यी ती सबै थोकहरूको मध्येका एक चेतनशील प्राणी हौँ जहाँबाट परमेश्वरको अवश्य पनि प्रशंसा हुनुपर्दछ, हालेलुया है। यो कुरोहरू हामीले भुल्नु हुँदैन। र 4 ले भन्दछ, हे सर्वोच्च आकाश र आकाश माथिको पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर, हरेक थोकलाई प्रशंसा गर भन्ने कुरोहरू हामी यहाँ पाउन सक्छौँ है त। आकाशले, आकाश माथिको पानी जब बर्सिन्छ ती पानीहरू, त्यहाँबाट पनि परमेश्वरको प्रशंसा भइरहेको हुन्छ है। अनि
5ले भन्दछ तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून् किनकि उहाँले आज्ञा गर्नुभयो र तिनको सृजना भयो। आमेन। कति मिठो कुरो छ है। आज परमेश्वरले जब वचनद्वारा यी सबै थोकहरू सृष्टि गर्नुभयो, उत्पत्तिको पुस्तकमा हामी हेर्छौँ भने उज्यालो भइजा भन्दा उज्यालो भएको छ, राइट। परमेश्वर स्वयं वचन हुनुहुन्छ, त उहाँ आफै वचन हुनुभयो र उहाँको वचनद्वारा यी सबै कुरो सृजना भयो भने ती कुरोले अवश्य पनि प्रशंसा चाहिँ परमेश्वरको हुनुपर्दछ है। अनि अब हामी 6लाई हेरौँ। उहाँले तिनलाई सदा सर्वदाको निम्ति स्थापित गर्नुभयो होइन। आज कयौँ वर्ष अगाडिदेखि यी थोकहरू छन्, पृथ्वी छन्, सूर्य चन्द्र छन्, ताराहरू छन् होइन। सदा सर्वदाको लागि परमेश्वरले स्थापित गर्नुभएको हो नि त यी चिजहरू। अनि कहिले नटल्ने विधि उहाँले दिनुभएको छ। हेर्नुहोस्, यी कुराहरू छ र हामी छौँ, किनभने परमेश्वरले हामीलाई सृष्टि मात्रै गर्नु भएन, परमेश्वरले चाहिँ हामीलाई बाँच्नका लागि, हाम्रो जीवनलाई सहज बनाउनको लागि यी सबै थोक, यी सबै कुरोहरू पनि हामीलाई सृष्टि गरिदिनु भयो है। र 7ले भन्दछ पृथ्वीबाट परमप्रभुको प्रशंसा गर, हे विशाल जलजन्तु हो र सबै गहिरा सागर हो। हेर्नुहोस्, ब्रह्माण्डभित्र रहेको यी चन्द्र सूर्यबाट मात्रै होइन, तर आज हामी पृथ्वीमा छौँ। पृथ्वी त तल आएको छ, तर सबैभन्दा उच्चको कुरोहरू यहाँ गरिएको छ, किनभने परमेश्वरको प्रशंसाले चाहिँ परमेश्वरलाई उच्चमा पार्नु पर्दछ भन्ने कुरा हामी यहाँबाट थाहा पाउन सक्छौँ। अनि यहाँ पृथ्वीबाट परमप्रभुको प्रशंसा गर भनेको छ। पृथ्वीमा रहेको यावत थोकहरू छन्, यो तलको पदहरूमा अहिले आउने नै छ। हे विशाल जलजन्तु है, जलमा बस्ने जन्तुहरूले पनि, गहिराई सागरहरूले पनि परमेश्वरको चाहिँ प्रशंसा गर भन्ने कुरोहरू हामी यहाँ पाउँछौँ। र 8ले यसो भन्दछ बिजुली र असिना, हिउँ र बादल उहाँको वचन मान्ने आँधीबेरी हो। हेर्नुहोस् है, परमेश्वरले सृष्टि गर्नुभएको जब बिजुली चम्कन्छ, असिना बर्सन्छ, हामीलाई थाहा छ, हिउँ पनि पर्छ, बादल पनि हामी देख्छौँ। यी सबै कुरोहरूबाट चाहिँ के हुन्छ, परमेश्वरको प्रशंसा भइरहेको हामी देख्छौँ। जब असिना बर्सिन्छ हामी आवाज सुन्छौँ, जब त्यो आवाजहरू सुन्दै गर्दाखेरि परमेश्वरको त्यहाँबाट पनि एउटा छुट्टै खालको ध्वनिहरू निस्केर परमेश्वरको प्रशंसा भइरहेको कुरोहरू थाहा पाउँछौँ। यसै गरेर हामी बिजुली चम्किँदा गर्दाखेरि गडाङ गुडुङ आवाजहरूबाट पनि परमेश्वरको प्रशंसा भइरहेको कुरोहरू थाहा पाउँछौँ है। र यहाँबाट हामी थाहा पाउँछौँ कि परमेश्वरको प्रशंसा चाहिँ परमेश्वरले सृष्टि गर्नुभएको सबै थोकहरूबाट चाहिँ प्रशंसा भइरहेको कुरोहरू। र 9ले भन्दछ पहाडहरू र सबै डाँडाहरू हो, फल फलाउने रुखहरू र सबै देवदाहरू हो। हेर्नुहोस् है, परमेश्वरले सृष्टि गर्नुभएको, आज परमेश्वरले यो पृथ्वीमा के चिज सृष्टि गर्नुभएको छैन है। आज त्यो पहाडहरू जहाँ चाहिँ हामीले सुन्दर दृश्यहरू हामी देख्ने गर्छौँ, कहिलेकाहीँ हामी घुम्न जान्छौँ, त्यहाँ जाँदै गर्दाखेरि हामीलाई आनन्द मिलेको अनुभव हुन्छ। किन भन्दाखेरि त्यो पहाडहरूबाट परमेश्वरको प्रशंसा भइरहेको हामी देखिरहेको हुन्छौँ। अनि जब त्यो देख्दै गर्दाखेरि चाहिँ हामीलाई आनन्द मिलिरहेको हुन्छ। र यति मात्रै होइन, त्यो डाँडाहरूबाट फल फलाउने हरेक रुखहरूबाट जब हामी परमेश्वरको सृष्टिलाई गहिरै तरिकाले निहाल्छौँ भने नि हामी एकदमै धेरै परमेश्वरको अद्भुत कामहरू, आश्चर्य कामहरूलाई हामी देख्न सक्छौँ। किनभने फल फलाउने रुखहरू भनेका छन्, जब हामी रुखबाट फलेको फलहरूलाई हेर्छौँ कहिलेकाहीँ हामी सोच्ने गर्छौँ कसरी भयो होला यो त्यस्तो राम्रो सेपमा। एप्पलको सेप छुट्टै हुन्छ, ओरेन्जको सेप छुट्टै हुन्छ है। अनि कति अद्भुत रीतिले परमेश्वरले सृष्टि गर्नुभएको कुरोहरू छ। यी सबै कुरोहरू परमेश्वरको चाहिँ प्रशंसा हुनुपर्दछ र देखिरहेका पनि छौँ हामीले, त्यहाँबाट परमेश्वरको प्रशंसा भइरहेको है। र 10ले भन्दछ जङ्गली जनावर र सबै गाई बस्तुहरू हो, ससाना जन्तु र उड्ने पन्छीहरू हो। म यसलाई सरसरी सबै पढ्छु है। 11ले भन्दछ पृथ्वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू। 12ले भन्दछ युवकहरू, कन्याहरू, वृद्ध र बालकहरू परमप्रभुको प्रशंसा गर। आमेन। आज कसले गर्नु पर्दो रहेछ? सबैले गर्नु पर्दो रहेछ परमेश्वरको प्रशंसा चाहिँ, किनभने परमेश्वर चाहिँ उहाँ एक मात्र हुनुहुन्छ प्रशंसाको योग्य है। यी सबै कुरोहरूबाट चाहिँ परमेश्वरलाई बालक, वृद्ध, आज युवा, यी कोही भनेका छन्, सबैले चाहिँ परमेश्वरको प्रशंसा गर्नुपर्दछ। यी सबै थोकहरूबाट परमेश्वरको प्रशंसा हुनुपर्छ भने मैले अघि पनि भने तपाईँ र म चाहिँ परमेश्वरले यी सबै थोकहरू मध्येमा एउटा चेतनशील प्राणीको रूपमा हामीलाई सृष्टि गर्नुभयो। उहाँ स्वयंले आफ्नो स्वरूपमा उहाँले सृजना भयो। कारण किन भन्दै गर्दाखेरि यी सबै थोकहरूबाट त परमेश्वरले प्रशंसा चाहनुभएको छ भने तपाईँ र मबाट आत्मा र सत्यताबाट, किनभने परमेश्वर स्वयं आत्मा हुनुहुन्छ र उहाँले चाहनुभएको आराधना र प्रशंसा चाहिँ हाम्रो आत्मा र सत्यताबाट गर्नुपर्दछ। त्यसैले परमेश्वरले हामी मानिस जातिलाई सृष्टि गर्नुभयो भन्ने कुरोहरू हामीले भुल्न हुँदैन। आमेन।
हुन्छ आजको भजन सर पाठ म यति नै राख्न चाहन्छु मलाई आशा छ अब हामी जसरी भजन सर पाठले भने जस्तै गरेर हामी आराधना स्तुति प्रशंसाभित्र छिर्नुभन्दा अगाडि यी कुराहरूबाट हामी तयारी हुनेछौँ हालेलुया 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 परमेश्वरलाई धन्यवाद भएको परमेश्वरको उपस्थिति हाम्रो बिचमा छ अनि हाम्रो आदरणीय हामीले भजनसँग सुनिसकेका छौँ त्योभन्दा अगाडि यहाँ उपस्थित हुने हाम्रो आदरणीय एल्डर बुवा आमा डिकन बुवा आमाहरू सबै मण्डली परिवारमा क्रिस्टियन नानीहरूबाट मद्वारा अनि हाम्रो परिजनहरू जय मसी भन्न चाहन्छौँ जय मसी हामी सन्चै छौँ है परमेश्वरलाई महिमा भएको होस् हामीले असल भजन सङ्ग्रह सुनिसकेका छौँ है परमेश्वरको महिमा र प्रशंसा चाहिँ परमेश्वरले सृष्टि गर्नु हरेक थोकले गर्दछ आमेन आमेन अनि हरेक थोकले गर्छ भने हामी त झन् उहाँको स्वरूपमा बनेको हामीले झन् कति धेरै गर्नुपर्छ होला है हामीले झन् कति धेरै परमेश्वरलाई महिमा प्रशंसा चढाउनुपर्छ होला हामी झन् कति धेरै उहाँसित नजिकतामा हुनुपर्छ होला अनि हामीले मैले यही पुछिरहेको थिएँ आजको भजन सङ्ग्रहद्वारा कि संसारमा भएको एउटा रुखले एउटा हिमालले एउटा चराचुरुङ्गीले हरेक थोकले एउटा पहाड भन्ज्याङ हरेक थोकले आफ्नै तरिकामा परमेश्वरको महिमा प्रशंसा गर्छ अनि हामी चाहिँ जो चाहिँ परमेश्वरको स्वरूपमा जन्मेकोले झन् धेरै परमेश्वरको महिमा प्रशंसा गर्नुपर्छ आमेन आमेन हामी तयार छौँ हालेलुया आउनुहोस् हामी सबैजना आफ्नो स्थानमा खडा हुनेछौँ यस गरी परमेश्वरलाई महिमा अनि प्रशंसा दिउँ हामी यस गरी अनि हामी एउटा भजन गाउनेछौँ हरियो खड्कामा मलाई चढाउनु भो मेरो आँखाको आँसु पुस्नुभयो भने Asu pusnu
एउटा छोटो कथा जस्तो भन्दैछु मैले पहिला पनि एकचोटि पहिला पनि भन्दै थिएँ कथा तर यो सिमिलर होइन त्यस्तै प्रकारको एउटा कथा रहेको छ अनि यो चाहिँ भएको घटना एकदमै सत्य घटना जो चाहिँ यही देशमा अमेरिका देशमै भएको घटना हो अनि यही देशभित्र कुन चाहिँ ठाउँमा त्यो तपाईँलाई थाहा भएन तर यहाँनिर नि एउटा प्रिजन एउटा जेलमा चाहिँ 500 जना कैदीहरू हुन्थ्यो अरे एकदमै डरलाग्दो ग्याङ भाइलेन्स गर्ने व्यक्तिहरू एकदमै डरलाग्दो व्यक्ति 500 जना हुनुहुन्थेछ अरे अनि उहाँहरूले चाहिँ यस्तो धेरै डरलाग्दो क्राइमहरू गरेर आएको कि उहाँहरूको चाहिँ कि जन्म कैद कि नभए इन्जेक्सन दिएर ठाउँको ठाउँ मार्ने खालको उहाँहरूको चाहिँ त्यस्तो खालको पनिसमेन्ट थिएछ त्यतिखेर उहाँहरू 500 जनाको अनि जब उहाँहरू चाहिँ यति धेरै डरलाग्दो एकअर्कासित लाप्पा खेल्ने अनि एकअर्कासित लडाइँ गर्ने अनि त्यहाँको सिक्युरिटी गार्डलाई पनि कुट्ने पिट्ने त्यति डरलाग्दो है एकदमै डरलाग्दो केही कुराको उहाँहरूलाई वास्ता थिएन अरे 500 जना कैदीहरूलाई चाहिँ एकदमै यो भएको ट्रु घटना हो तपाईँहरूले सर्च गर्न सक्नुहुन्छ अनि उहाँहरूलाई केहीको पनि वास्ता फिक्री थिएन अरे उहाँहरू चाहिँ लडाइँ गर्ने एकअर्कासित लडाइँ गर्ने अनि त्यहाँदेखि सिक्युरिटी गार्डहरूलाई पनि कुट्ने पिट्ने अनि कोही पनि त्यो ठाउँमा गएर चाहिँ कुनै पनि पुलिस त्यो ठाउँमा जान चाहनुहुन्थ्यो किनभने त्यति डरलाग्दो व्यक्तिहरू 500 जना है अनि यस्तो खालको कि उहाँहरूलाई चाहिँ केहीको वास्ता फिक्री नै छैन किन भन्दाखेरि उहाँहरूको जन्मकैदको लागि बसेको हो त्यो जेलमा उहाँहरूलाई केही कुराको पनि वास्ता फिक्री थिएन अरे त्यही भएको कारणले उहाँहरू जहिले एकअर्कासित लडाइँ गर्ने गर्नुहुन्थ्यो अरे अनि उहाँहरूको त्यो प्रिजनको वालले भनेपछि एकदमै पेन्टहरू गरेको है एकदमै चेपातेहरू लेखेको पेन्ट गरेको थियो अरे अनि एक समय कोही पनि जान चाहनुहुन्थ्यो तर एक समयमा एउटा सिक्युरिटी गार्ड त्यहाँनिर उनीहरूले हायर गरेर ल्याउनु भयो अरे जो चाहिँ एकदमै प्रभुलाई प्रेम गर्ने व्यक्ति है परमेश्वरलाई चिनेको व्यक्ति परमेश्वरलाई अपनाएको व्यक्ति हुनुहुन्थेछ अरे अनि त्यतिखेर उहाँले के भन्यो भने मलाई 12 महिना देऊ म जान्छु भने म त्यहाँ जान्छु म बस्छु म त्यो सेक्युरिटी गार्ड गर्छु तर मलाई 12 महिना देऊ भन्दै उहाँले भन्नुहुन्छ अनि अरू त सबैजना खुसी भएर किन भन्दाखेरि कोही नजाने कोही जान नचाहेको व्यक्तिहरू कोही जान नचाहेको ठाउँमा चाहिँ ऊ जाने भन्दा उहाँहरू अरू सबै खुसी भएर ल भन्नुहुन्छ अरे अनि उहाँले के भन्नुभएछ भने 12 महिना देऊ तर रुल्स चाहिँ मेरो हुन्छ भन्नुहुन्छ अनि ओके भनेर भन्नुहुन्छ अरे अरूले अनि त्यस पछाडि उहाँ त्यो प्रिजनभित्र उहाँ गार्ड गर्नको लागि जानुभएछ अरे अनि सबै वालमा चाहिँ उहाँले राम्रोसँगले पेन्ट गरेर सबै वालमा चाहिँ उहाँले परमेश्वरको वचन लेख्न थाल्नुभएछ अनि हरेक एउटा सेलमा चाहिँ उहाँले बाइबल राखिदिनु भएछ अरे अनि त्यस पछाडि अचम्मको कुरो हामी सबैजनाले ताली बजाउनेछ यो पछाडि चाहिँ कि सबैजना त्यो 500 व्यक्तिहरू 500 यति डरलाग्दो यति नराम्रो काम गर्ने एकअर्काको माया नहुने कसैको माया नहुने व्यक्तिले चाहिँ परमेश्वरलाई ग्रहण गर्नुभएछ आमेन ताली बजाउनुहोस् हालेलुया त्यो 500 जना व्यक्ति यस्तो डरलाग्दो क्राइमहरू गरेर ग्याङ भाइलेन्स हरेक किसिमको डरलाग्दो काम गरेर जाने 500 जनाले नै परमेश्वरलाई चिन्नुभएको छ अनि त्यो व्यक्तिहरू जो चाहिँ इन्जेक्सन पढेर बसिरहेको थिए जो इन्जेक्सन चाहिँ लाउने बित्तिकै ठाउँको ठाउँ मर्ने खालको उहाँहरूले के भन्नुभयो भन्दाखेरि चाहिँ म आज यो जेलमा छु तर म स्वतन्त्र छु आमेन म यो जेलभित्र छु म प्रिजनमा छु तर म स्वतन्त्र छु अनि म यो इन्जेक्सन लाएर मरिहाल्यो मलाई थाहा छ म कहाँ जानेछु अनि त्यस्तो डरलाग्दो प्रिजन चाहिँ संसारको एकदमै सेफेस्ट प्रिजन भयो भनेर त्यो
त्यो कथाबाट मैले सुनिरहेको थिएँ अनि चाहिँ एकदमै भएको घटना ट्रु स्टोरी हो है परमेश्वरले यसरी मानिसलाई परिवर्तन गर्नुहुन्छ परमेश्वरले त्यसरी डरलाग्दो कुरालाई परिवर्तन गर्नुहुन्छ जब हामी उहाँलाई पछ्याउँछौँ भने जब उहाँलाई हामी चिन्छौँ हाम्रो जीवन पनि त्यसरी परिवर्तन हुन खान्छ सर आमेन परमेश्वर परिवर्तन गर्ने हुनुहुन्छ तर हामीले उहाँलाई परिवर्तन गर्न दिनुपर्छ आमेन आमेन आउनुहोस् यस गरी हामी परमेश्वरको चरणमा जाउँ परमेश्वरको उपस्थितिमा जाउँ यस गरी आउनुहोस्
हाम्रो असलको ठाउँ हुनुहुन्छ हाम्रो असल मित्र हुनुहुन्छ हाम्रो दुःखमा हाम्रो सुखमा हाम्रो साथ साथ हिँड्ने असल मित्र हुनुहुन्छ प्रभु हाम्रो खाँचोमा हाम्रो अभावमा पुरा गर्ने असल पिता हुनुहुन्छ हरेक सानोमा हरेक अप्ठ्यारोमा हामीलाई सल्लाह दिने असल सल्लाहकार हुनुहुन्छ पिता धन्यवाद धन्यवाद तपाईँ अचम्मको काम गर्ने परमेश्वर हुनुहुन्छ तपाईँले त्यो अचम्मको कामहरू हाम्रो जीवनमा पनि गर्नुभएको छ प्रभु म तपाईँलाई धन्यवाद दिन्छु धन्यवाद तपाईँलाई प्रभु हामीलाई तपाईँले नयाँ बनाउनु भएकोमा धन्यवाद हामीलाई शुद्ध हामीलाई पवित्र बनाउनु भएकोमा धन्यवाद आराधनामा तपाईँ हाम्रो बिचमा हुनुहुन्छ यो प्रत्येकलाई छुनु भएको छ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँको उपस्थितिले हामी भरिएका छौँ धन्यवाद यहाँ विश्वास गर्छौँ कि हाम्रो आराधना चाहिँ तपाईँलाई मनपर्ने आराधना भएको छ हामीलाई विश्वास गर्छौँ तपाईँ स्वर्गमा गुन्जमान भएको छ भनेर हामी विश्वास गर्छौँ प्रभु धन्यवाद धन्यवाद तपाईँको छुवाको निम्ति तपाईँको अभिषेकको निम्ति तपाईँको पवित्र परमेश्वर यदि तपाईँ हुनुहुन्न भने चाहिँ म हामी पनि हाम्रो उद्देश्य छैन हाम्रो अर्थ छैन तर तपाईँ हुनुहुन्छ हाम्रो बिचमा त्यसैले गर्दाखेरि हामी एकदमै आनन्दित भएका छौँ तपाईँको उपस्थिति धन्यवाद परमेश्वर हो म तपाईँलाई धन्यवाद दिन्छु तपाईँले गर्नुभएको हरेक कुराको निम्ति तपाईँलाई धन्यवाद दिन्छु धन्यवाद हामीले जान्दा नजान्दा हामीले देख्दा नदेख्दा काम गरेर चाहिँ तपाईँ हुनुहुन्छ पिता हामीले देखे तापनि नदेखे तापनि तपाईँ हाम्रो जीवनमा हाम्रो परिवारमा हाम्रो देशमा हाम्रो मण्डलीमा अचम्मको कामहरू गर्नुहुन्छ हामीलाई थाहा होस् नहोस् तपाईँ गर्ने गर्नुहुन्छ हामी तपाईँलाई दिन धन्यवाद दिन्छौँ तपाईँको अनुग्रह हाम्रो जीवनमा हरेक दिन हुँदछ हरेक पल तपाईँ परमेश्वर हाम्रो साथमा हुनुहुँदछ हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु तपाईँलाई महिमा भएको होस् तपाईँलाई प्रशंसा भएको होस् तपाईँलाई आदर दिन्छु तपाईँ योग्यको परमेश्वर हुनुहुन्छ तपाईँ जस्तो कोही छैन पिता तपाईँ एकमात्र पवित्र एकमात्र जिउँदो परमेश्वर हुनुहुन्छ धन्यवाद यो समय तपाईँलाई हामीलाई दिनुभयो हाम्रो बिचमा आउनुभयो तपाईँलाई धन्यवाद प्रभु हामी एकदमै तपाईँको उपस्थितिले भरिएका छौँ प्रभु हामी जस्तो आएको थियौँ त्यस्तै जानिन्न तर हामी नयाँ भएर जानेछौँ तपाईँलाई मनपर्दो भएर जानेछौँ तपाईँको आराधनाको योग्य भएर जानेछ प्रभु धन्यवाद धन्यवाद तपाईँलाई अब उसको सबै समय तपाईँको हातमा समर्पण गर्दै यो आराधना तपाईँको हातमा दिँदै प्रार्थना आशिष चाहन्छौँ पवित्र येशू तपाईँको उच्च पवित्र नाममा आमेन आमेन